कति पाकिसक्यो आयो पाकिसक्यो रेडी भइसक्यो रेडी भइ अब के गर्ने यिनी अब यिनी पानी राख्ने सुप बनाउने कि सुप बनाउने होला कतिखेर रेडी होला र खाम्ला भनेर म चाहिँ हाँसेर बसेको छु तपाईहरुलाई अब बाहिरको माहौल पनि देखाएर आउँछु दर्शकबिन तपाईहरु हेर्न सक्नुहुन्छ आज हाम्रो रुन्जी नयाँ लुक्समा रुन्जीलाई हेरेर तपाईले के कुराको याद गर्नुभयो ए भगवान के कुराहरु चेन्ज पाउनु भएको छ आज रुन्जीमा हैन उनी त आज मक्खै लगाउ न लगाउ सोल्टिना के कुरा लगाउ न लगाउ कस्तो राम्ररी देख्न सकेको हेर्न सक्नुहुन्छ नजिकबाट निहालेर हेर्नु के कुरा चेन्ज पाउनु भएको छ तपाईहरुले म तपाईहरुलाई छोटो छोटो कुराहरु पछि भन्ने छु छोटो छोटो कुरा दिदी फेरि हेर्दा बिजोक छ दुई बहिनीको हेर त आज के हो भन्दाखेरि साथीहरु आजको बाद स्टेट गरेको रे स्टेट भन्दा पनि आइरन के साथीहरु आइरन गरेर हेर्नुस् है अनि के भन नि त तिम्रो मनका कुराहरु मेरो मनका कुरा त मनमै छन् मनमै छन् भनेपछि यस्तो हैन कति वर्षपछि नयाँ लुक्स देख्न पाइयो हैन के भन्नु र अरु आशा एउटा गीत गाउँ त नि विदाउट ट्र्याक ओके ल गीत गाउँदा एउटा ल जान्छ के पाता बजाउँदै वाउ तिमी भन्दा म पहिले मरौला म पहिला मरौला स्वर्ग जाने बाटोमै कुरौला के त अनि गाईले चराइने बाख्रालाई चराइने चराउ अब छिटो चराउ भयो र छिटो घर जाने हुन्छ अहिले जे चराए पनि छिटो चराउ होइन सल्टिना तिमी भन्दा म पहिला मरौला म पहिला मरौला स्वर्ग जाने बाटोमै कुरौला हो गाईलाई चराउँदै लाली जवन जान्छ कि हजुर हो पाता बजाउँदै लाली जवन जान्छ कि हजुर हो पाता बजाउँदै वाउ चस्मा लगाउ न एकचोटि अरूका चस्मा लगाइदिन्छ है त एउटा भाइरल चस्मा त साथीहरु हेलो गाइज नमस्ते आज आउनु भएको छ रुन्ची हाम्रो साथमा एउटा आँखा फुटेको छ चस्माको आशाको चाहिँ हैन ल त्यही हो अरु नयाँ नयाँ खबरहरु सुनाम न ओ हेलो सोल्टिनी यता हुन् त यतातिर आइदिनु हाफ छ के देखा छैन के बेजा नहान्नु न मैले देखा छैन यार सोल्टिना ल आज बहिनीको गीत सँगसँगै आज सोल्टिनाको पनि म गीत सुन्न चाहन्छु हैन ल एउटा हजुरलाई छोटो मिठो गीत गाइदिनु न त प्लिज प्लिज सोल्टिना नाइ नभन्नु ल ल एक्सक्युज मी सिस्टर उठिदिनुस् त तपाई उठ्न त सरी सोल्टिना है मलाई आउँदैन के गाउन एकछिन बहिनीलाई यसो एउटा गीत गाइदिनु न छिटो छिटो आउँदैन के मलाई आउँछ यार आउँछ एउटा गीत गाउनु पर्यो सोल्टिना ल यति रिक्वेस्ट गरिसकेपछि मलाई गाउनै आउँदैन के कति राम्रो देखिएको सरी भन्दा नि माइ गॉड ल छिटो के यार
देख्नुभयो सिन राम्रो भयो भनेर पुरा मेरो भिडियो बनाइदिनुहोस् रे राम्रो आछ बाबै हिँड खै ल ल ल ल चस्मा फाल्दियो न यार ल यहाँबाट स्वाट खाइ ल ल जाऊ ल रु 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 वालामै रु 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 एउटा राधे समालु रु रु फुरु रु होइन यस्तो बाबा किन यति राम्री यो मौसम सँगसँगै यो अनुहार कति खिलेको ओहो हो 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 कपालै रुचे यार बस्नु गर्नु चाहिँ भाइ 5 मिनेट यस्तो छ कस्तो राम्रो आरेछ कि त्यही मलाई वाह 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 खै कस्तो म त्यति गरेँ के नत्र स्वर्ग हेर्ने हो साथीहरू स्वर्ग हेर्ने हो स्वर्ग ट्वा पर्यो अब सल्टिनाको आँखा यता हेर्नु न सल्टिना वाह चस्मा त पुरा भेनाले जहिले पठाइदिएको कि भेना चाहिँ पठाइदिएको मामाले ल साथीहरू म सकिएको घोषणा गर्दछु